र साथीहरु म चाहिँ अहिले यस्तो बाटो ओह्रालो झर्दैछु कहाँनिर जाँदैछु भन्दा चाहिँ यस्तो ओह्रालो हिँड्दैछु है त कहाँनिर जाँदैछु भन्दाखेरि चाहिँ धेरै दिनको बादमा धेरै महिनाको बादमा है मेरो अरिङ्गाल चाहिँ एकदमै लथालिङ्गै पडिरहेको छ फार्ममा सो त्यसलाई चाहिँ के कस्तो छ है अब त्यसको टायरहरु के छ त्यो कुन कन्डिसनमा छ अब त्यसलाई चाहिँ अहिले एकदमै माया लाग्यो कि त्यसले बहुत साथ दिएको छ दुःखमा अनि त्यसलाई चाहिँ के कसो रेख्दिएको लागि चाहिँ जाँदैछु है त म चाहिँ बाटो चाहिँ यो पाराले जाँदैछु म माथि रोडबाट चाहिँ हिँडेर झरेको यो माथि रोडबाट चाहिँ सो पानी पनि पर्दैछ आज स्कुटीमा चढ्ला जस्तो चाहिँ छैन दिन चाहिँ र पनि घरिघरि टाइम पाइँदैन त्यही भएर चाहिँ यहाँबाट ओह्रालो जाँदैछु यहाँबाट सरर ओह्रालो जानुपर्ने हुन्छ ओके अब अरिङ्गालको हालत चाहिँ के भएको रहेछ भने चाहिँ यस्तो भइरहेको रहेछ हो टायर पनि छ्याप्पै अब यसलाई चलाएर हेर्नुपर्ने हुन्छ ब्याट्री पनि डाउन भयो किकले स्टार्ट गरेर हेर्नुपर्छ अरिङ्गा ओ जाने स्टार्ट चकाचकै रहेछ अब लिएर जानुपर्ने हुन्छ फाइनल्ली गाइस अरिङ्गालाई स्टार्ट गरेर निस्किसकेको छु है त यो छ धेरै दिनको बादमा मुसा के बोले ब्लगमा आयो अब केटा सुतेको यसरी सुत्छ है यो चाहिँ फेरि टक्कैसँगले हो यी ओछ्यान चाहिँदैन यस्तो छ ल यस्तो छ दोकान बेसी चलेर सुतेको ठिकै छ हेर्नु त भन न अन्त यस्तो छ यता चाहिँ मेरो भ्युअर्स छ अब भरे आइहाल्छ टक्कैसँगले भिडियो आइहाल्छ के हो यतापट्टि चाहिँ मिटिङ ए ल धेरै दिनको बादमा आइपुग्यो हाम्रो मुसा भाइकोमा अब हेर्नुपर्छ के कस्तो हुन्छ लु हाम्रो यहाँनिर एकदमै ह्यान्डसम भाइ छ हो दामी स्कुटीहरू चाहिँ यस्तो जिरो हल्ला बनाउने हो केटा चाहिँ हो मेरो चाहिँ यहाँनिर टक्कै अब हल्ला छ पुरा त्यो चाहिँ अब उसलाई चाहिँ मुसा भनेर चिनिन्छ मान्छे चाहिँ तर मुसा जस्तो छैन मान्छे चाहिँ टाइगर जस्तो छ उसले चाहिँ यहाँनिर टक्कैसँगले बनाउँदैछ होइन अब जिरो हल्ला बनाएर चाहिँ जानेछु यहाँबाट धेरै महिनाको बादमा चाहिँ स्कुटी कुदाएको बस न लगायो यहाँ हुँदैछ काम कुरो यस्तो चल्दैछ अन्त सानो भाइ पनि चेन्ज भएछ अहिले चाहिँ हो अन्त यस्तैसँगले चलिरहेछ मजाले मेरो भिडियो हेर्नु ल नयाँ सिट कभर यहाँ अब यो पनि यस्तो भइरहेछ यो पनि चेन्ज जिरो हल्ला त्यो त कम्ती नै हो साथीहरु 5 महिना बाद अरिङ्गाल कुदाउँदा भयो यो गति यस्तो गति भयो आज कतै डरलाग्दो भएछ यस्तो भयो आजको 5 महिना बादको यस्तो हुँदो रहेछ हो मजा आयो क्यामेरा मुनि देखाइदेऊ न भने न 5 महिना बादको स्कुटी कुदाउनु चाहिँ साह्रो रहेछ अरिङ्गाल 5 महिना बाद
अरिङ्गाल कुदाउनु साह्रो रहेछ 5 महिना बाद चाहिँ बल्ल बल्ल स्कुटी कुदाउनु बाउ भएकोदेखि चाहिँ मैले स्कुटी कुदाएको थिइनँ आज चाहिँ साइट आएको हो यस्तो प्रकारले रिसिभ गर्नु पर्दो रहेछ है स्कुटी त साँच्ची चल्ने सिने नै हो नि बिचारा अरिङ्गाललाई त्यसो भन्नु हुँदैन अरिङ्गाले बहुत हेल्प गरेको छ आज पानी पर्दा के को जोस चलेको फेरि ए अन्त अब पानी त यस्तै हो नि त अन्त यहाँ देखाइदिनु न पानीको धारा यस्तो परिरहेको छ पानी चाहिँ आज चाहिँ फेरि साइड निस्के गरे अब आज सन्डे हो अरू बेला त हुँदैन नि त हो गाइस यस्तो भइरहेको छ लाग्यो नि पुरो लुक्पु 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 अलिक भित्र त नदेखाउ लुक्पु 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 नानी उठ्छ ल थ्याङ्क यू आजको अरिङ्गालले गर्यो जिउ अरिङ्गाले जिउ भिजायो अरिङ्गाल स्याहार्ने हुँदा जिउ भिज्यो आजको टाइपको ल्याइदेऊ न है लुगा ल्याइदेऊ ट्याक्सी चाहिँ होला अस्तिको दिनको प्लिज ल्याइदेऊ न प्लिज होइन 10 ताल प्लिज भनेर मात्रै प्लिज 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 मेरो लुगा ल्याइदेऊ न 5 ताल मात्रै भयो त हौ उनले सोध्यो होइन पानी परेको छैन